मर्निङ एभ्रिवान, आरामै हुनुहुन्छ। आज चाहिँ मैले मेरो बाबुको टिफिनको लागि चाहिँ हेर्न सक्नुहुन्छ ट्रायङ्गल सेपमा पराठा बनाएको छु है, अनि पाटी र आलु तरकारी बनाएको छु र यहाँ चिप्सहरू छानिदिएको छु। मेरो बाबुको चाहिँ अहिले मर्निङ क्लासेस चलिरहेको छ। हाम्रो तराईमा चाहिँ एक्सेस गर्नु भएको हुनाले चाहिँ केही दिनदेखि चाहिँ हाम्रो मर्निङ स्कुल चलिरहेको छ है। मेरो बाबु चाहिँ लगभग तपाईँको 6:45 बजीसम्ममा चाहिँ स्कुलबाट निस्किसकेको हुन्छ, सरी घरबाट निस्किसकेको हुन्छ स्कुलको लागि है, र 1:45 बजी आउँछ। अनि त्यही भएर चाहिँ बाबु अब 1 बजीमा त बच्चा भोकेको सक्दैन, अनि त्यही भएर चाहिँ म सधैँ बिहान चाहिँ बाबु स्कुल भएको दिनमा चाहिँ सधैँ बिहान चाँडै उठेर बाबुलाई चाहिँ टिफिनहरू बनाउने गर्छु है। अब बिहान चाहिँ हतार हतार हुन्छ है, त्यही भएर मैले बनाएको चाहिँ भिडियो बनाउन राख्नु देखाउन सकिनँ हजुरहरूलाई है। बनाइसकेपछिको चाहिँ हो यतिको मैले बनाइदिएको छ, हेर्न सक्नुहुन्छ। हेर्न सक्नुहुन्छ है, मेरो बाबुको टिफिन रोटी तरकारी यसमा हालिदिएको छु र चिप्स चाहिँ यसमा हालिदिएको छु।